guys, welcome to my channel after a long time. हामी चाहिँ आज दहतिर जाने प्लान बनाएर 81 प्लान बनाएर एक्जिक्युट गर्दै छौं। हाम्रो स्नेहा अनि पछाडी पनि छन् ती। हामी 5 जना हौं। हाम्रो स्वीकृति, वी मिस यु सो मच। तिमी अब तिमीलाई बोलाएको हो, तिम्रो काम परेर आइन्यौ, ठिकै छ। अनि त्यसपछि चाहिँ हामी अहिले पुलतिर आउन लागौं र अहिले चाहिँ अब हामी जान्छौं, टक्क लाएर रमाइलो गर्छौं अनि त्यसपछि फर्किन्छौं। त्यही हो गाइस, किप अपडेटेड। पछाडी छ नै मान्छेहरु। सो यिनी चाहिँ सामना, हाम्रो प्यारी सामना। अनि त्यसपछि तिमीहरु नि आउ त यहाँ, निरुता। अनि त्यसपछि अर्की स्नेहालाई मैले देखाइसके। आइस्का तँलाई नि देखाउँछु न। अनि चाहिँ हाम्रो आइस्का र हामी सबै मिलेर ग्रुप मिलेर जाँदैछौँ। हेरौँ अब कतिको थकै लाग्छ। अहिले हाम्रो हालत यस्तो हो, अब वहाँ पछि हाम्रो हालत कस्तो हुन्छ। किप अपडेटेड गाइज। यहाँ सामनाको को रिश्तेदार भेटिनु भयो। अनि नाता निकाल्दैछ। खै त उस बिराला नि ल्याउँ न है। छोड त सामना। मेरो नि खिचिच्यो एका बिराली। कस्तो क्युट बिरालो। ओ कसको घरको चाबी निकालेर निकाल्न नको है प्लिज। त्यहाँ तल आन्टीले चाहिँ निकाल्न नको यसरी। अनि आइयो यहाँ के नि रहन्छ। उहाँबाट आएर गयो। अहिले त मेरो पालो है, बोक्ने सामानले मात्र हैन। लास्ट रातो देखिँदो रहेछ यार। गाइस आइसकालेमा यहाँ टनेल रहेछ अनि तरकारी चोरेर धनिया कसको घरको। म त अझ उहाँ लएर खाम भन्छु होला भनेको त घर लएर खानु हुन्छ। अब चोरी भयो भने नि तिमीहरु पर्छ हेर। आइसका पर्छ आइसका। यस्तो बाटो हुँदैछौँ र धेरै सावधान भएर आउनु पर्ने हुन्छ यहाँ चाहिँ। सामानाको निर्जलालाई त्यो उहाँ पुगिसके चाहिँ हिँड्न सक्दैन नि मान्छे। ल यही हो गाइज, हामी भन्दै जान्छौँ। हजुरहरू हेर्दै जानु गाइज। हामी चाहिँ बल्ल पुलमा आयौँ। थकै लागिसकिन्छ अहिले। यस्तो चाहिँ हाम्रो हालत। पछाडि निरुता छेत्री अनि हाम्रो ब्याडी सेन जसलाई थकै लागेको छ। उनीको सोचमा डुबेर बसेकी छिन्। अनि हाम्रो पुल भयो खतरनाक। हामी यहाँ आइसक्यौँ। यहाँबाट कस्तो राम्रो भ्यू देखेछ। ओ माई गॉड गाइज। हामी चाहिँ के अरे हामी चाहिँ यहाँ बसेको छौँ। साह्रै थकै लाएर बदम कसले ल्यायो त? बदम कसले ल्यायो त? सो गाइज हामी यिनीहरू यहाँ आइसक्यौँ। आइस्का यहाँ छ अनि निर्जलाको पालो यहाँ बोक्ने। निर्जला बोक्दै यिनीहरू हात्ती भइछ। अनि स्नेहा र सामान अगाडि छन्। यस्तो जङ्गलको बाटो हामी हिँडिरहेछौँ। हामी हेर्नु यहाँ रातो र पिरो भइसक्यौँ। निर्जलाले ब्याग बोकिए। अनि यहाँ चाहिँ सुन्तलाको बेच सुन्तलाको बारीहरू अनि कागतीको रहेछन् यहाँ कति धेरै है। यहाँबाट चाहिँ एकदम धेरै देखिसक्यौँ। हामी तल पनि धेरै देखिसक्यौँ। यहाँबाट भ्यू पनि देखेँ, दामीवाला भ्यू। हेर्दै हेर्दै यो घाममा उकालोमा रातो पिरो हुँदै हिँडिरहेछौँ हामी। हेलो लौ
ए बानेको रहेछ त्यही भएर नआएको हेलो गाइज हामी चाहिँ आइयो फाइनली रेड क्रॉस सोसाइटी में हामी आइयो यहाँ पसल छकेर नि भिज्ने हो अब यहाँको काममा गएर गाइज राम्रो भ्यू छ राम्रो छ बसी छ राम्रो केटीहरू गर्दा जाउँ गर्दा गाइज हामीले चाहिँ अहिले चटपटको सामान तयारी गर्दैछौँ टमाटरै मैले लोकल यो कहाँ ल्याउ त यस्तो हामी बनाउँछौँ अनि त्यसरी चाहिँ हामीले चाहिँ चटपट गरायौँ यो आइसका हो मलाई पनि देखाउनु पर्यो नि त अनि हाम्रो चाहिँ उता हेर्नुहोस् टिकटक सेक्सन चलिरह ल मोडल गाइज हाम्रो चाहिँ अहिले फोटो सेसन चलिरह हाम्रो यसकालाई चाहिँ ज्याउला यता पनि चलिरह एकदम राम्रो भ्यू छ गाइज यहाँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो के तर उता मन्दिर छ है गाइज यता हैन यता कस्तो राम्रो आइछ सो गाइज हामी चाहिँ अब धेरै रमाइलो गरेर फोटो भिडियोहरू गराएर चाहिँ हामी हिँड्यौँ र त्यही हो रमाइलो भयो धेरै रमाइलो भयो अलिकति त्यो चटपट बाँकी छ ल त्यही हो गाइज हजुरहरूलाई पनि आउन मन छ भने आउनु होला सबै आइसक्यो आगै आउनु होला छिटै अलि ढिलो हुन्छ अहिले चाहिँ 5 बजिसकिन्छ हामी 12:30 बजी हिँडेको अहिले अब हामी गरेर रमाइलो गरेर जाँदाखेरि 5 बजेको छ तर भ्यू चाहिँ एकदम दामी है गाइज आएर फोटो भिडियोहरू खिचे हुन्छ बाई सनसेट मन्दिर खुट्टामै झमझमाइछ मेरो हामी चाहिँ जङ्गलमा छौँ अब अलिअलि अँध्यारो पनि हुन लाग्यो हामी 5 जना मात्र छौँ के हो जङ्गलमा अरू मान्छे होइन अरू मान्छेहरू यताउता गरेको छैनन् नरहेछन् अब हामी चाहिँ छिटो घर जानुपर्ने हुन्छ त्यही हामी सुरुमा छौँ ब्याग बोक्ने पाली आएको छ त्यही हो अब त्यही हो अब यस्तो के अरे ब्लगहरू सबै हेरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला आजलाई यति नै गराउँछौँ हामी बिदा हुन्छौँ अब त्यही हो अब मैले कन्टिन्यू गर्दिनँ बाई